अस्तिको 20 रुपियाँ, आज टिका लाएर 20 रुपियाँ। यसरी नै पैसा भेला पार्छु अनि एक दिन त आइफोन 17 भए पनि 18 भए पनि किन्छु। यहाँ त अगाडि दोकान छ होला, दोकानबाट चाहिँ नहेरी हिँड्नु पर्यो। भर्खर आएको नयाँ स्प्राइटहरू पनि छ, चिप्सहरू पनि दामी खालको आएको छ। मिठाईहरू पनि अलिक धेरै आएको छु, चकलेटहरू पनि छ। आइसक्रिम पनि बनाउन हालेको छ। भइहाल्छ नि रेनुका, नसुन के भन्छन् यो दोकानेहरूले। उता चाहिँ पिट्ट नहेरी हिँड्दैन। स्प्राइट, त्यो लेस, अङ्कल चिप्स, आइसक्रिम पनि अरे। अबै हुँदैन, आइफोन किन्नुपर्छ, हुँदैन। चिप्स 40 रुपियाँले आइफोन पनि आउला र के हो? होइन रेनुका, यो चाहिँ एक दिन 40 गर्दै भए पनि एक दिन लाखमा परिवर्तन हुन्छ। आइफोन किन्ने सक्सेसफुल हुन्छ हो, त्यो हुँदैन रेनुका। यो चाहिँ तैँले लगेर कन्तुकमा खुत्रुक्का हालिहाल्नुपर्छ, नत्र चाहिँ हुँदैन रेनुका। आइफोन किन्ने हो भने चाहिँ कि आइफोन किनौँ कि चिप्स खाउँ कि आइफोन किनौँ? अब आइफोनै किन्छु म, हुँदैन। म कन्तुकमा हाल्छु, हुँदैन। A few moments later. भोलि रामनवमी आइहाल्छ, भोलि पनि पाइहाल्छु पैसा। दक्षिणा टिका लाएर 5-6वटा मन्दिर छ, सबैसँग गयो भने टिका लाएर पाइहाल्छु। भाग्य चम्क्यो भने भोलि पर्सि पैसा कमाएर आइफोन किन्छु। आइफोन किन्ने पार्टी चाहिँ मैले आफैले आजै दिएको। यस्तो चाहिँ कसरी छोड्न सक्नु भाइ? यस्तो भाग्य चम्क्यो भने आइफोन मात्रै होइन, के गाडी साडी, महिन्द्रा थार के सबै किनिसक्छु। हे भगवान्, अब आज त यस्तै भइहाल्यो। आजको लागि चाहिँ यति नै माफ गरिदेऊ। भोलि चाहिँको लागि चाहिँ भोलिको पैसा थापेको चाहिँ म साँच्चै आइफोन किनै राख्छु भगवान्। आज चाहिँ यति खाइहाल्छु, अब भोलिदेखि चाहिँ राख्छु आइफोन किन्ने। साँच्ची लु, आज चाहिँ यो खाइहाल्छु। अब बेसी